साथीहरू अगाडिको रोमा आएर उभिनु हुनका लागि पनि म हार्दिक अनुरोध गर्दछु। म चुहुरा चलचित्रका सम्पूर्ण कलाकार साथीहरू र प्राविधिक साथीहरूको नाम उच्चारण गर्न गएको छु। विशेष गरी विशुद्ध सन्देशमूलक हेतुले निर्माण गरिएको चुहुरा चलचित्रको आज हामी टिजर तथा गीतको रिलिज गर्दैछौँ। यो चलचित्रको प्रदर्शन केही समय पछाडि अवश्य नै हुनेछ। आज भने हामी टिजर तथा त्यसको गीतको प्रस्तुति यहाँको बिचमा केही समय पछाडि जोड्दैछौँ। सर्वप्रथम म चुहुरा चलचित्रका कलाकार तथा प्राविधिक साथीहरूको नाम उच्चारण गर्दैछु। यहाँहरू सम्पूर्ण अगाडिको रोमा आइदिनु होला। ललित बहादुर तामाङ निर्माता हुनुहुन्छ। उहाँ चाहिँ उपत्यका स्वतन्त्र निर्माण व्यवसाय सङ्घका उपाध्यक्ष पनि हुनुहुन्छ। यो चलचित्रका निर्माता हुनुहुन्छ। त्यसै गरी अर्का निर्माता समाजसेवी व्यक्तित्व सिन्धुपाल्चोक जिल्ला नेपाली काङ्ग्रेसका महाधिवेशन प्रतिनिधि पनि हुनुहुन्छ। यो चलचित्रका निर्माता पनि हुनुहुन्छ आदरणीय श्री लामाज्यू अगाडिको रोमा आइदिनु होला। त्यसै गरी यस चलचित्रका निर्माता सञ्चमाया तामाङज्यू, श्रीमती सञ्चमाया तामाङज्यू। त्यसै गरी चुहुरा चलचित्रका नायक तथा निर्देशक पनि हुनुहुन्छ एमल सिंह ब्लन्ज्यू। निर्देशक एमल सिंह ब्लन्ज्यू। त्यसै गरी नायिका सुस्मिता ब्लान्ज्यू। त्यसै गरी नायिका रोशनी ब्लन्ज्यू। त्यसै गरी नायक सुलभ ब्लन्ज्यू। म कलाकारहरूको नाम लिँदै जानेछु। कलाकारहरू हुनुहुन्छ सुनिता मगरज्यू, सङ्गीता धुमाज्यू, सुरवीर पण्डितज्यू, ध्रुव राईज्यू, गणेश थापेज्यू, वरिष्ठ निर्देशक दीपक लामाज्यू, चन्दा बिरारीज्यू, प्रकाश गोलेज्यू, सानु तामाङज्यू, कुमार लामाज्यू, सम्पूर्ण महानुभावहरू। अब म औपचारिक कार्यक्रमलाई शुभारम्भ गर्न गइरहेको छु। आजको पत्रकार सम्मेलनका लागि सम्मेलन कार्यक्रमको सभापतिको आसन ग्रहण गर्नुहुनका लागि मैले अघि नाम पनि उल्लेख गरिसकेका थिएँ। विशिष्ट समाजसेवी राजनीतिक व्यक्तित्व तथा यस चलचित्रका निर्माता पार्टी नेपाली काङ्ग्रेस सिन्धुपाल्चोक जिल्ला महाधिवेशन प्रतिनिधि पनि हुन्छ श्री लामाज्यूलाई सभापतिको आसन ग्रहणका निम्ति हार्दिक अनुरोध गर्दछु। नेपाल सांस्कृतिक अन्तर्राष्ट्रिय चलचित्र महोत्सवका केन्द्रीय अध्यक्ष एवं समाजसेवी श्री सन्तोष सुवेदीज्यूलाई हार्दिक अनुरोध गर्दछु। त्यसै गरी विशेष अतिथि आजका निम्ति उपत्यका स्वतन्त्र निर्माण व्यवसाय सङ्घका केन्द्रीय अध्यक्ष श्री हरिचन्द्र भट्टराज्यूलाई हार्दिक अनुरोध गर्दछु।
त्यसै गरी अतिथि आचरणका निम्ति नेपाल कर्म दलका गर्दछु। त्यसै गरी नेवारी चलचित्रका निर्माता तथा कलाकार राजेश गोसाईलाई अतिथि आचरणका निम्ति हार्दिक अनुरोध गर्दछु। त्यसै गरी अतिथि आचरणका निम्ति योगेश्वर सुगम नगरपालिका हजुरको नाम के पर्यो होला? मेरो नाम चाहिँ मनिका सिक्तान हो। मोहन पाठकज्यू, तारा पाठकज्यू, कृष्ण अमर सुवेदीज्यूलाई यो फिल्मको के अरे मेन भिलेन हो। हाम्रो स्टेट टुरो कथानक चलचित्रका निर्माता तथा यस कार्यक्रमका सभापति श्री लामाज्यू, यस कार्यक्रमका प्रमुख अतिथि माननीय सांसद सन्तोष चालिसेज्यू, बागमती प्रदेश क्षेत्र नम्बर 3 का माननीय सांसद श्री रोजा लामाज्यू, वडा अध्यक्ष तथा नगर प्रवर्तक नारायण बहादुर सुवेदीज्यू, वडा अध्यक्ष 6 का नवराज लामाज्यू लगायत सम्पूर्ण अतिथिवर्ग र सम्पूर्ण सहभागीहरूलाई मेरो नमस्कार, जय नेपाल। जुन एउटा उद्देश्यले टुरो भन्ने जुन एउटा शीर्षक राखेर एउटा नाम राखेर जुन एउटा कथानक चलचित्र तपाईँले निर्माण गर्नुभएको छ, हामीले सुन्दा नै यस्तो खालको होला है यो फिल्म भन्ने एउटा मनमा आउने खालको छ यो टुरा भन्ने। र अहिले गीतको प्रेस मिट पनि भयो र अब यो जुन बेला अहिले सेन्सरमा गएको मैले अहिले थाहा पाएँ र यो जुन बेला सञ्चालनमा आउँछ, यो दशैं तिहारको माझ आउँछ, मलाई लाग्छ अवश्य पनि यो टुरा कथानक चलचित्रले सबैको मन छुने खालको फिल्म हो भन्ने मलाई लाग्छ। किन भन्दा टुरा कस्तो खालको टुराले पाएका दुःख यी सबै यो कथामा मलाई लाग्छ समेटिएको छ र यसलाई चाहिँ हामीले पनि सहयोग गरेर यस्तो खालको टुराहरूको लागि जुन एउटा पवित्र उद्देश्य फेरि यो कथानक चलचित्रले बोकेर चाहिँ निर्माताहरूले त्यहाँबाट आएका रकम पनि फेरि टुरा यही क्षेत्रका यो ठाउँमा भएकाहरूलाई पनि सहयोग गर्ने एउटा पवित्र मन लिएर जुन निर्माताले राख्नु भएको छ, त्यसको लागि मेरो तर्फबाट गवर्नेश्वर नगरपालिकाको तर्फबाट धन्यवाद पनि दिन चाहन्छु। र हामीले पनि गर्नुपर्ने सहयोग तपाईँहरूलाई नगरपालिका या व्यक्तिगत तर्फबाट पनि हामीले यो निर्माता लगायत शिवराज या ललित सम्पूर्ण यो निर्माताहरूलाई पनि हामीले सहयोग गरेर योलाई चाहिँ एउटा शुभकामना चाहिँ मेरो भगवानलाई टुमाउँछु। नमस्कार, जय नेपाल। धन्यवाद। अत्यन्तै व्यस्त समयका बावजुद गोकर्णेश्वर नगरपालिकाका मेयरज्यू दीपक कुमार रिजालज्यूको शुभकामना मन्तव्य प्रस्तुत गरेर यहाँबाट गइसक्नु भएको छ। प्राविधिक साथीहरू, स्टेजमा रहनुहुने हाम्रो प्रमुख अतिथिज्यू, विशिष्ट अतिथिज्यू र अतिथि महानुभावलाई
बुढेश्वर नगरपालिका वडा नम्बर 6 को तर्फबाट नानो यो टुरो शब्द यति राम्रो शब्द हो जसको जिन्दगीमा आइपरेको छ उसैलाई थाहा हुन्छ र अलिकति हेर्दाखेरि नै हाम्रो समाजमा बालबच्चाहरू सानैदेखि बाबुआमाले ख्याल नगरेर र बाबुआमाले ख्याल गर्नुभन्दा पनि बाबुआमा पनि त्यही तर्फबाट हुर्केर आएको हुनाले जस्तै देखिन्छ। किनभने एउटा टुरोको जिन्दगी बिताउन र आफूले त्यो टुरो भएर पनि एउटा समाजमा केही छर्नुपर्छ भनेर जुन अभिनय गर्नुहुने सम्पूर्ण कलाकार या अरूको जीवनी देखेर यसलाई अगाडि बढाउनु भएको छ। यो अगाडि बढाउनु हुने जुन प्रोडक्सन गर्नुहुने यसका लगानीकर्ताहरू हुनुहुन्छ उहाँहरूलाई पनि धन्यवाद दिन चाहन्छु। तपाईँहरूले यस्तो फिल्म बनाइरहनुहोस्, बनाउने क्रममा अगाडि बढिरहनुहोस्। अगाडि बढिरहँदा अझ यस्ता धेरै घटनाहरूलाई समेट्नुहोस्। अझ यसमा यो टुरोको फिल्ममा कतिपय बच्चाहरूले ड्रगिस भएर हिँडेको देख्न सिन होस्, मादक पदार्थ लागु पदार्थ लगायतका सिन होस्, यिनीहरूमा भएर भएपछि अलिक पछि परिवर्तन हुँदै हुँदै म आफूले यो सभ्य समाजमा अगाडि बढाएको देखाएको सिन होस् भन्ने म पनि चाहन्छु भन्दै जुन यो शुभकामना मध्यमा राख्न दिनुभयो आयोजक टिमलाई हृदयदेखि धन्यवाद दिँदै यसैले कार्यक्रम अगाडि बढिरहनुहोस् र कलाकार साथीहरूलाई अझ अगाडि बढ्ने हौसला दिँदै आफ्नो वडाबाट र व्यक्तिगत गर्नुपर्ने तर्फबाट आउनुहोस्। आफूले सकेको शब्द सहयोग गर्नेछु भन्दै आफ्नो भनाइ नै राख्छु। धन्यवाद। आजको नेपाली कथानक चलचित्र ठुराको यो प्रेस मिटलाई चेयर गरिरहनु भएको अध्यक्षज्यू, आजको प्रमुख अतिथि संघीय सांसद सन्तोष चालिसेज्यू, दुवै प्रदेशका प्रदेश सभासदज्यू, वडा नम्बर 5, 6 का वडाध्यक्षज्यू लगायत मञ्चमा आसीन अतिथिज्यूहरू, नेपाली कांग्रेसका विभिन्न ओहदामा बस्नुभएका नेता कार्यकर्ताज्यूहरू र यो फिल्मलाई सफल बनाउन, लगानीकर्ताको लगानीलाई उठाउन, कलाकारको कलालाई सम्मान गर्न र भविष्यमा अझै उन्नत तिखारिने वातावरण सिर्जना गर्न उपस्थित हुनुभएका सम्पूर्ण आदरणीय दर्शकलाई यो फिल्मको लगानीमा हाम्रो टोलसँग जोडिएको हाम्रा छिमेकी ललित बहादुर दाई समेत एउटा निर्माण गरेर कलाको क्षेत्रमा, साहित्यको क्षेत्रमा, सङ्गीतको क्षेत्रमा, फिल्मको क्षेत्रमा लगानी गरेर राष्ट्रलाई योगदान गरौँ भनेर जसरी उपस्थित हुनुभएको छ, हामी सम्पूर्ण टोलवासीहरू खुसी भएका छौँ र उहाँको लगानीलाई डुब्न नदिनुको निम्ति हामी टोलवासीहरू जसरी पनि हलमा गएर हेर्ने हामीले प्रण गरेका छौँ र म सबै तपाईँ उपस्थित दाजुभाइ दिदीबहिनीलाई हार्दिक अनुरोध गर्दछु कि एकचोटि हामी सबै हलमै उपस्थित भएर लगानीकर्ताको लगानीलाई संरक्षण गरौँ, कलाकारलाई प्रोत्साहित गरौँ र हाम्रो ठाउँमा यो गोकर्णेश्वरमा पनि यतिको कला जन्मिँदो रहेछ, यस्ता लगानीकर्ता रहँदो रहेछन्, यस्ता कला हुँदा रहेछन् भन्ने कुरा स्थापित गरौँ भन्ने सबैलाई अनुरोध गर्दछु। हुन त नेपालमा चलचित्रको इतिहास त्यति लामो छैन, 60-70 वर्ष भएको छ। नेपालको पहिलो चलचित्र जो नेपाली भाषामा थियो कलकत्तामा बने पनि सत्य हरिश्चन्द्र करिब 1951 बनेको थियो त्यो, र त्यसपछि नेपालमै बनेको चाहिँ आमा चलचित्र हो। त्यसपछि विभिन्न समयमा विभिन्न चलचित्रहरू आएका छन् र मूलत फिल्मले यसले हामीलाई एजुकेटेड गर्छ, समाजमा भएको असमानताहरूलाई, समाजमा भएका तलमाथि थिचोमिचोहरूलाई बोल्दछ। त्यसैले फिल्ममा दृश्य देखे पनि त्यसमा शब्द हुन्छ, भाषा हुन्छ र एउटा चेतनाको विकास गर्छ र टुरो शब्द नेपाली शब्दमा टुरो भन्ने साथ हामीले बडो मनमा गर्ने छ र टुरो भन्नेले एउटा हाम्रो भावनात्मक एट्याचमेन्ट पनि जान्छ। त्यसैले यस्तो शब्द उहाँले जुन निर्माताले यो नाम टाइटल जुन राख्नु भएको छ, यो टाइटल नै सफलताको 50% हो जस्तो मलाई लाग्दछ। त्यसैले हामी सबैले यसको निर्माणमा जसले लाग्नु भएको छ उहाँहरूलाई धन्यवाद दिँदै यसको सफलताको लागि हामी सबै लाग्नेछौँ र सबै लागौँ भन्दै शुभकामना दिँदै 2 शब्द यो टिमले बोल्न दिएकोमा हार्दिक धन्यवाद दिन चाहन्छु र वडाले, नगरले स्वयं
सङ्घीय सांसद हामीसँग हुनुहुन्छ, उहाँ साहित्यमा प्रेमी हुन्छ, उहाँ गीतकार हुनुहुन्छ। कतिजना तपाईँहरूलाई थाहा छ कि छैन, उहाँ नेपालको एउटा स्थापित गीतकार पनि हुनुहुन्छ। त्यसले गर्दा उहाँले पनि यो फिल्मको पत्रकार सम्मेलनका सभा अध्यक्ष आदरणीय श्री लामाज्यू, उहाँ समाजवादी चिन्तक पनि हुनुहुन्छ र समाजमा जुन खालको मेसेज दिएपछि समाजमा केही परिवर्तन हुन्छ भन्ने अभिलाषा, उहाँ नेता पनि हुनुहुन्छ, प्रशासक पनि भइसक्नु भएको छ र समाजमा परिवर्तनका लागि केही न केही राम्रो कुरा उहाँले चाहिँ समाजमा प्रस्तुत गर्नुहुन्छ। यस फिल्म निर्माता पनि गरिराख्नु भएको छ। सबैको जय छ अहिले त। धन्यवाद सबै विद्यार्थीलाई। उहाँले पक्कै पनि राम्रो विषयवस्तु खुवाउनु भएको छ। पुरा चलचित्रको सफलताको कामना पनि गर्नुभएको छ। पुरा चलचित्र परिवारले मलाई भनिसकेको थियो कि हामीले यो चलचित्र प्रदर्शनबाट प्रमुख अतिथि आकर्षण केन्द्र बिन्दु अर्थात् हाम्रो मित्र झुक्रिकीको धर्कन हाम्रो सांसद